के तपाईँहरूलाई थाहा छ मानिसहरूले गर्ने 5 परिपक्व कामहरू जुन निको नहुने आघात हुन् र तिनीहरूलाई कसरी निको पार्ने त? नम्बर 1 मा केही नभएको जस्तो व्यवहार गर्नु। धेरैले यसलाई शान्त हुनु भन्ठान्छन्, तर यो भावनाहरूलाई दबाएर राख्ने बानी हो। कसरी सुधार गर्ने त? सानातिना कुराहरूबाट सुरु गर्नुहोस्। आफ्ना भावनाहरूलाई मनमै गुम्साउनुको साटो विश्वासिलो मानिसहरूसँग आफ्नो अवस्थाबारे खुलस्त कुरा गर्नुहोस्। नम्बर 2 मा अति आत्मनिर्भर हुनु। अरूको सहयोग लिन अस्वीकार गर्नु र सबै बोझ आफैले मात्र बोक्नु यो डरको परिणाम हो। कसरी सुधार गर्ने? आफूलाई अप्ठ्यारो परेको बेला ससाना कुराहरूमा अरूको सहयोग लिन सिक्नुहोस्। कसैलाई सहयोग गर्न दिनु कमजोरी होइन, सम्बन्धको सुन्दरता हो। पीडामा पनि हाँस्नु। आफ्नो दुःखलाई मजाक बनाएर अरूको अगाडि लुकाउनुले भित्रै घाउलाई गहिरो बनाउँछ। कसरी सुधार गर्ने त? सधैँ पीडालाई हाँसोमा उडाउने प्रयास नगर्नुहोस्। कहिलेकाहीँ आफूलाई दुःखी महसुस गर्ने अनुमति दिनुहोस् र आफ्नो पीडालाई स्वीकार गर्न सिक्नुहोस्। नम्बर 4 मा रहेको छ मानिसहरूलाई टाढा राख्नु। धेरै चोट पाउने डरले सम्बन्धमा नजिकिन नदिने बानीले मानिसहरूलाई एक्लो बनाउँछ। कसरी सुधार गर्ने त? एक्कासी सबैलाई टाढा राख्नुको साटो आफूलाई सबैभन्दा विश्वास लाग्ने कुनै एक व्यक्तिलाई आफ्नो नजिक आउन दिनुहोस्। यसले तपाईँको सुरक्षाको घेरा बिस्तारै खोल्न मद्दत गर्नेछ। अन्तिममा रहेको छ सधैँ बलियो देख्नु। सधैँ म ठिक छु भन्दै हिँड्दा भावनात्मक थकान धेरै बढ्छ। कसरी सुधार गर्ने त? मान्छे हुनुको नाताले थकित महसुस गर्नु स्वाभाविक हो। दोषी महसुस नगरी आराम लिनुहोस् र आफ्नो कमजोरी स्वीकार गर्नु नै वास्तवमा सबैभन्दा ठुलो साहस हो।